राष्ट्र चाहिएन हामीलाई पृथ्वी राष्ट्र चाहिन्छ हाम्रो बाउ चाहिन्छ घरको विदेशको कुत्ता चाहिएन हामीलाई बरु मरिन्छ संसद भवन अगाडि गएर मरिन्छ तर हाम्रो अस्तित्व धराममा राखेर हामी कदापि हार मान्दैनौँ हाम्रो यात्रा जारी रहेछ लड्नेछु म एक्लै भए पनि लड्नेछु एक्लै भए पनि जिउँदो भएर बुझ्दैछु मारोस् मर्नु एक दिन हो मर्नु भनेको मान्छेको दुई चिज हो एउटा नाम एउटा बदनाम मान्छेहरू केही लाँदैन बिल्डिङ घर जग्गा केही लाँदैन कसैले केही लाँदैन लाने भनेको नाम बदनाम हो इतिहास हेर्ने भने त्याग गर्ने राजाहरू बुद्ध भगवान राजा राम र राजा ज्ञानेन्द्र शान्तिको लागि जनता नमर भनेर राजगद्दी त्यागेर नागार्जुन वनवास बसेको राजा 14 वर्ष राम बस्यो वनवास 16 वर्ष 18 वर्ष राजा ज्ञानेन्द्र बसोस् तर राजतन्त्र आउँछ आज नआए भोलि मेरो छोरालाई म हिरो बनाएर पठाउँछु यहाँ राजा कहाँ गएको थियो र अरू देशको राजा जस्तो देश छोडेर भागा छैन हाम्रो राजा आफ्नै घरमा बसेको छ हामीले 2065 को जनआन्दोलनमा ज्ञाने चोर